बस्ने रुम हो। अब 1-2 महिनापछि चाहिँ छोडेर जानुपर्छ, किनभने मसँग बस्ने दिदी चाहिँ 1 महिनापछि चाहिँ दिदी जानुहुन्छ। अनि यो चाहिँ हामीले युज गरेको सामान, यो चाहिँ टोइलेट, यो ढोका। मैले चाहिँ यहाँ चाहिँ 2 वर्ष चाहिँ बसेको मेरो कोठा। अनि यो चाहिँ मेरो बुक, अनि यो चाहिँ चामल, यो चाहिँ मेरो लुगा बात्राङ मुजुर, यो चाहिँ ऐना हाम्रो, यो चाहिँ म, अनि यो चाहिँ लुगा राख्ने दराज पनि छ, यता पनि राख्छ यता पनि राख्छ। पर्दा गऱ्यो। यो मेरो च्याको चाहिँ दिदीलाई चाहिँ कति डलर चाहिँ 6 दिदीको चाहिँ। अनि यतापट्टि माथिको चाहिँ दिदीको फ्यामिली हो, फ्यामिली प्राइभेट फ्यामिली। यो चाहिँ मेरो कोट हो। अनि यो चाहिँ सिनबाट के मगाउँदा दिदीले त्यो। यो चाहिँ म हो। अनि म चाहिँ यहाँ बसेर चाहिँ डान्स गर्दै नाच्दै बस्ने कोठा हो। एक्लै, दिदी चाहिँ प्रायः काममा हुनुहुन्छ। अनि कामबाट आएर एक्लै डान्स गर्ने, नाच्ने, घुम्ने, रमाउने, एक्लै लाइफ सिंगल बस्ने। साथीसँग म धेरै घुम्नु हुन सक्दैन, त्यही भएर एक्लै चाहिँ बस्ने रुम हो मेरो यो। अब 1 महिनापछि यो चाहिँ रिमोट हो। यो चाहिँ म बिरामी हुँदाखेरि खाएको औषधिहरू, यो टिस्यु भ्याल्यो, यो चाहिँ मेरो फोन, यो चाहिँ बिल्सहरू भ्याल्यो, त्यस्तै हो।